हेलो गाइज एन्ड वेलकम टु माई न्यू ब्लग। आजको यो भिडियो भनेको चाहिँ फर्स्ट डे अफ थर्ड इयर हुनेवाला छ। हाम्रो रमेश पुरी फोरेन्सिक मेडिसिन एन्ड हाम्रो जुनियर डाक्टर हवारी ल यहाँनिर हाम्रो राजकुमार शाह तेली केही भन्छन् कस्तो लागिरहेको छ फर्स्ट डे अफ थर्ड इयर? गुड डे, थ्याङ्क यू। होइन बिहान ऊ पनि थियो नि त हाम्रो खास बिहान चाहिँ हाम्रो एलआइएफ थियो लर्निङ इन फिल्ड, त्यसको चाहिँ मैले भिडियो बनाएन। हामीले खाइहाल्यौँ बिहान एडिटिङ गरेर आयौँ। मेडिसिन हो भाइ त्यहाँ हेर पाउँछ। यहाँनिर हाम्रो गणेश पण्डित छन्। खाजा तिमीलाई के भनौँ उसले कहिले कसले के भन्नु बाँदर ए हो हामी बाँदरदेखि नै आएको नि त इज्जत गर्नुपर्छ सबैको। हाम्रो पुर्खाहरूलाई बिर्सिनु हुँदैन होइन। नितेश बोल्छ यहाँनिर हाम्रो साथी नितेश कुमार शाह। फर्स्ट सिस अफ थर्ड इयर स्टार्ट फ्रम हियर द्याट्स अल नट हियर इन एलडी नो नो के हो भन अरू लाइक कस्तो लाग्यो सेकेन्ड इयरसम्म कस्तो लाग्यो थोरै इलाबोरेट गरेर बोल न। द जर्नी अफ सेकेन्ड इयर इज भेरी नाइस। फर्स्ट थर्ड इयर स्टार्ट विथ फ्रम फर्स्ट डे इट स्टार्ट अप एन्ड डाउन। कस्तो फिल भइरहेछ? म तिमीलाई बिहानको सोध्छु ल। बिहान के थियो अरे बिहान लर्निङ इन फिल्ड एलआइएफ कस्तो भयो तिम्रो ग्रुपको? गाइनेमा थियो गाइनेमा गयौँ हिस्ट्री लियो हामीले एउटा अनि त्यही हिस्ट्रीको बारेमा एक्सप्लेन गर्नुपर्ने हामीले त्यतिखेर फर्क्यो। यति मात्रै भयो? 1.5 घन्टा जति फर्क्यौँ। ठिक छ त। अरू के तिमीलाई सन्चो छैन? भन्दा पनि यो थर्ड इयरको सुरु त्यही दिन मलाई त्यसलाई हामीले के कुन सिग्नलमा लिने? ग्रिन कि रेड? नाइस, बी पोजिटिभ गाइज। अरू नि इज अ भेरी पोजिटिभ म्यान। पोजिटिभ हुनु हुँदैन किन? कोरोनाको पोजिटिभ हुँदैन त्यस्तो कुराहरूमा होइन हरेक कुरामा पोजिटिभ हुनु हुँदैन, त्यो चाहिँ राम्रो है। हस्पिटलको टेस्टहरूमा पोजिटिभ हुनु भएन। हस्पिटलको टेस्टमा नेगेटिभ हुनु पऱ्यो, लाइफको टेस्टमा पोजिटिभ यही भन्नु चाहिँ होइन। एकचोटि क्यामेरालाई ब्याक गरेर देखाइदिउँ न सबलाई। म जस्ट ऱ्यान्डम देखाइरहेको कि सबैलाई। हेलो हेलो वेलकम ब्याक। यहाँनिर चन्दन छ र म छु। हामी चाहिँ अब एक्साइटमेन्ट त त्यस्तै हो। अब यस्तो हो कि फेरि कहिले अप कहिले डाउन पनि हुनु हुँदैन। त्यही भएर सधैँ हरेक दिन नयाँ क्लास नयाँ एक्साइटेड भइरहन्छ। यो अब लामो समयसम्म टिक्यो भने राम्रो। सुरुमा एक्साइटेड हुने अनि पछि फेरि क्लासै झ्याउ लाग्यो नि त्यो राम्रो पनि हुँदैन। त्यही भएर अब हामी एकदम ठिक्कको लेभलमा छौँ। त्यो भन्छ नि त्यो सार्प के भन्छ राइज एन्ड फलवाला त्यो हुनु भएन क्या। एउटा के भन्छ कन्सट्यान्ट फ्लोमा गइराख्नु पऱ्यो। त्यो पनि एक्साइटमेन्ट ग्राफ चाहिँ एकदम कन्सट्यान्ट हुनु पऱ्यो अरे कि। तर थोरै थोरै बढ्दै जानु पऱ्यो, ग्रोथ हुनु पऱ्यो। त्यही हो। त्यसैले हामी त्यति एक्साइटेड चन्दन के केही नबोल्ने अनि मोबाइल दिने के भन्छ त्यति होइन त्यो ठिक्कमा छौँ होइन। डाक्टर हवारी दुई शब्द बोल। एलआइएफ कस्तो भयो बिहानको? यसलाई भोलि भएन हाम्रो साँझ हुने होला नि त? साँझ 6:30 हुने हो तर हामी जाने होइन किनकि नेपालको म्याच अब नेपालको म्याचले डिसाइड गर्छ कि जित्यो भने जाने हो जित्दैन भने नजाने हो। त्यो पहिले कसरी थाहा हुन्छ? गयो भने तिमीले हेरेपछि बल्ल जित्ने हो क्या? हेर्ने हो नि त अहिले गरेर त्यहाँ पऱ्यो डाटा लिइराख न त हेर्नलाई। सन्देशको नयाँ आइप्याड आइरह केही भन ल। यहाँ आइरह भन्दा नि आइसकेको छ। जुत्ता पनि राखेको न 3500 3500 यो कुरा त कट हाल्दा भाइ मोबाइल खस्ला हो। मोबाइललाई भयो भने मारिदिन्छु। यस्तो बक्सहरू फालिदिन्छु कि अहिले मोबाइल खसेको के हुन्थ्यो भन त? के त हुँदैन आइप्याड हाल्छ केही हुँदैन भ्लगबाट कमाइ अन्त आइफोन आउँथ्यो नयाँ झन् क्वालिटीवाला भयो। ए भाइ त्यो कसरी आउँछ? यही बनाएर चलाउनु पर्छ। त्यस्तो भयो भने कस्तो लागिरहेछ फरेन्सिक मेडिसिन फर्स्ट डेमै पढ्दा होइन पढ्न जाँदै गर्दा मेरो आइडल भनेको सालुन के थियो, डक्टर सालुन के। अब त्यही देखेर एमबिबिएस आएको थियो।
अनि अब यो त मेरो लागि धेरै खुसीको कुरा भयो नि तिमीलाई खुसीको फरेन्सिक बल्ल स्टार्ट भयो कि मेरो प्यासन के अरे सुन्दर मेरो पनि त्यही सिआइडी हेरेर आएको अहिले चाहिँ हाम्रो सिस सकिसकेपछि हामी चाहिँ पोस्टमार्टम डेमोन्स्ट्रेसनको लागि चाहिँ मर्सुरीतर्फ जाँदैछौँ